सम्पूर्णमा नमस्कार। म जोगराज पाठक। म गलेङ नगरपालिका वडा नम्बर 7 अहिले सिरौसामा आइपुगेको छु। समुद्रिक सतहबाट झन्डै 1385 मिटर उचाइमा रहेको यो सिरौसा विशेष गरी सुन्तला खेतीको लागि र अमिला जातका फलफुलको लागि एउटा सिङ जिल्लाको प्रसिद्ध ठाउँ हो। यस ठाउँमा तपाईहरुलाई म केही यहाँको विषयवस्तुहरू के कस्ता छन् त्यो देखाउन खोजिरहेको छु। यहाँको उचाइ करिब 1385 मिटर छ, जसको कारणले गर्दा जुनसुकै समय पनि यहाँ चिसो हुने गर्दछ। यो बोडी यहीँ फलेको आमा? बोडा यहीँ फलेको हो? बोडा देख्न सकिन्छ। बोडाको ठुला ठुला दाना बोडा फलेको छ यहीँ। यहाँ खुर्सानी, यो खुर्सानीको दाना। त्यस्तै यो बोडी हामीले देख्न सक्छौँ। यहाँ बोडी छ। यो लेकमा फलेको बोडी हो। बाख्राका पाठापाठी देख्न सक्छौँ। यो एउटै माउले 4वटा जन्माएको छ। यो माउले त्यो 4वटा पाठापाठी एकैचोटि पाएको हो र सबै हुर्केका छन्। हामीले देख्न सक्छौँ। बुटा हो। अनार अहिले फुलेको छ। हामी देख्न सक्छौँ अनार फुलिरहेको छ। अनारको बुटा हो। यहाँ तल बेसीतिर मकैहरू पाकेर सुकिसक्दा पनि यहाँ अहिले पनि हरियो मकैहरू छ। आएको कारणले सँगै रोपेको मकै भए पनि यहाँ अहिले पनि हरियो छ। यहाँ सुन्तलाको लागि एउटा प्रसिद्ध ठाउँ हो। यो सुन्तलाको दाना अहिले यतिसम्म भएको छ। यो मङ्सिर पुसमा यो पाक्ने सुन्तलाहरू। यो हामीले जिमिरी भन्छौँ। जिमिरीको दाना देख्न सकिन्छ। त्यस्तै यतातिर काँक्राहरू फलिराखेको छ। यो काँक्राहरू सुन्तला अनि यता कागती फुल्ने फल्ने कागती यो 12 मासा हुन्छ। हरेक मकैको बोटमा यहाँ काँक्रा फलिराखेको छ। यो कागती यता कफीको बुटाहरू पनि छ। कफी पनि फलेको छ यहाँ। ससानो बुटामा पनि लटरम्म फलेको छ सुन्तला। यो नर्सरीको लागि यहाँ नर्सरी तयार भइराखेको छ। यता हामी सुन्तला बगानतिर आइयो। बुटा साना हुँदा पनि राम्रो सुन्तला फलिराखेको छ। यो सुन्तला बगान स्याङ्जा जिल्लाको गलेङ नगरपालिका सिरौसा, जुन फलफुल खेतीको लागि एउटा प्रसिद्ध ठाउँ मानिन्छ। विशेष गरी सुन्तला खेतीको लागि यहाँ हरेक कृषकको घरमा सुन्तला लगाइएको छ।
यहाँ काँक्रा फुलेको छ टन्नै। धन्यवाद। म थप कुराहरू देखाउँछु। अहिले पनि धन्यवाद।